साथीहरू नमस्कार। यहाँहरू सम्पूर्णलाई हाम्रो युट्युब च्यानल फ्री टु लर्नमा हार्दिक स्वागत गर्दछु। साथीहरू आज मिति 2082 साल वैशाख महिनाको 3 गते बुधबार फेरि पनि हामीले बुधबार विशेष वस्तुगत प्रश्न उत्तर भाग 8 लिएर उपस्थित भइसकेका छौँ। यदि हजुरहरू हाम्रो यो च्यानल फ्री टु लर्नमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अब लागौँ हामी आजको प्रश्नतर्फ। आजको प्रश्न नम्बर 1 मा रहेको छ, फोर्ब्सद्वारा सन् 2025 मा प्रकाशित विश्वका अर्बपतिहरूको सूची अनुसार पहिलो स्थानमा पर्न सफल धनाढ्य को हुन्? यसको उत्तर रहेको छ एलन मस्क। फोर्ब्सका अनुसार हाल विश्वभर 3028 जना अर्बपति रहेका नेपालबाट सन् 2013 यता फोर्ब्सको सूचीमा लगातार प्रतिनिधित्व गर्दै आएका उद्योगी एवं राजनीतिकर्मी विनोद चौधरी 2 अर्ब डलरका साथ 1729औं स्थानमा रहेका छन्। त्यस्तै उनी सन् 2024 मा विश्वभरका 2781 अर्बपति मध्ये 1764औं स्थानमा हुनुहुन्थ्यो भने हाल चाहिँ उहाँ 1729औं स्थानमा हुनुहुन्छ। यहाँ विश्वका सर्वाधिक 10 धनाढ्यको सूची दिएको छ। पहिलोमा एलन मस्क हुनुहुन्छ, दोस्रोमा मार्क जुकरबर्ग, तेस्रोमा जेफ बेजोस लगायत यहाँ 10 जनाको सूची दिएको छ। त्यस्तै प्रश्न नम्बर 2 अन्तर्गत रहेको छ, बासु शशी साहित्य सम्मान 2081 बाट सम्मानित हुने स्रष्टा को हुन्? यसको उत्तर रहेको छ नाटककार मनबहादुर मुखिया, कवि विमल वैद्य र सन्ध्या पहाडे। नाटककार मुखियाका अनि देउराली रहन्छ, फेरि इतिहास दोहोरिन्छ। कवि विमल वैद्यका आकाश छुन खोज्ने मनहरू, समय र सपनाहरू तथा सन्ध्या पहाडीका सिम्फोनी युगको तटमा उभिएर नामक कृति प्रसिद्ध छन्। प्रश्न नम्बर 3 अन्तर्गत रहेको छ, नेपालमा दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन कहिले आयोजना गरियो? विक्रम सम्वत 2081 चैत्र 14 देखि 16 सम्म। त्यस्तै प्रश्न नम्बर 4 अन्तर्गत रहेको छ, लन्डन स्थित स्पेलथोन सिम्रिक अवार्ड ट्रस्टले स्पेलथोन सिम्रिक अवार्ड 2025 बाट कसलाई सम्मानित गर्यो? यसको उत्तर रहेको छ पत्रकार चिरण शर्मा। सन् 1982 मा स्थापना गरेको सिम्रिक अवार्ड ट्रस्टले बेलायतका समुदायमा विभिन्न क्षेत्र मार्फत स्वयंसेवकका रूपमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई यो अवार्डबाट सम्मान गर्दै आएको। नेपाल पत्रकार महासङ्घ बेलायतका पूर्व अध्यक्ष समेत रहेका शर्माले विगत 18 वर्षदेखि नेपाल ब्रिटेन.com नामक समाचार पोर्टल सञ्चालन गर्दै आएका। उनी नेपालको राष्ट्रिय दैनिक नागरिक न्युजका बेलायत संवाददाता समेत हुन्। शर्मा सो अवार्ड प्राप्त गर्ने पहिलो गैर आवासीय नेपाली हुन्। त्यस्तै प्रश्न नम्बर 5 अन्तर्गत रहेको छ, कोशी प्रदेश पर्यटन वर्ष 2082 कहिले घोषणा गरिएको हो? यसको उत्तर रहेको छ विक्रम सम्वत 2081 चैत 27 गते। प्रश्न नम्बर 6 अन्तर्गत रहेको छ, अरुण तमोर र सुनकोशी नदीको सङ्गम स्थलमा रहेको विशाल ढुङ्गालाई के नामले चिनिन्छ? यसको उत्तर रहेको छ खुवालुङ। धनकुटा, भोजपुर र उदयपुरको सीमा क्षेत्रमा अवस्थित यो ढुङ्गा किरात राई समुदायको सांस्कृतिक आस्थाको केन्द्र मानिन्छ। प्रश्न नम्बर 7 अन्तर्गत रहेको छ, पद्मश्री साहित्य पुरस्कार 2081 कसलाई प्रदान गरियो? यसको उत्तर रहेको छ प्राध्यापक कृष्ण गौतम। उपन्यास अद्वैत। द्वैत, अद्वैत तथा बहुलवादमा आस्था भए पनि मानवताको सार मूलतः एक रहेको तथा विश्वास, मत र मार्ग भए पनि मुहान एक रहेको व्याख्या गर्दै मानव समाजमा सम्भाव, समानुभूति तथा एकीबद्धता स्थापना गर्ने विषयमा बोधगम्य भाषा शैलीमा उक्त उपन्यास लेखिएको। प्राध्यापक गौतमका समालोचनात्मक र आख्यानात्मक 1 दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्। त्यस्तै नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा निरन्तर सक्रिय साहित्यिक अभियन्ता तथा चिन्तक पवन कुमार चामलिङलाई पद्मश्री साधना सम्मान प्रदान गरिएको। चामलिङ 24 वर्ष भारतको सिक्किम राज्यमा मुख्यमन्त्री रहेका।
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्व राजदूत तथा नागरिक समाजका अभियन्ता प्राध्यापक केदार भक्त माथिमालाई पद्मश्री गौरव पुरस्कार प्रदान गरिएको। यी पुरस्कारको राशि जनै 3 लाख रुपियाँ रहेको। त्यस्तै प्रश्न नम्बर 8 अन्तर्गत रहेको छ लेखा व्यवसायको चौथो राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो? विज्ञान सम्मत 2081 चैत्र 26 देखि 27 गते। कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण मार्फत अर्थतन्त्रको रूपान्तरण भन्ने नाराका साथ सम्मेलन सम्पन्न भएको। त्यस्तै प्रश्न नम्बर 9 अन्तर्गत रहेको छ कानुन व्यवसायको छाता सङ्गठन नेपाल बार एसोसिएसनको अध्यक्षमा को निर्वाचित भएका छन्? यसको उत्तर रहेको छ प्राध्यापक डाक्टर विजय प्रसाद मिर्स। सो निर्वाचनमा सत्ता गठबन्धन निकट कानुन व्यवसायको प्यानललाई विजय भएको। सत्ता गठबन्धन निकट कानुन व्यवसायको प्यानलबाट अध्यक्ष पदमा उम्मेद्वार बनेका मिर्स 5052 मत ल्याई विजयी भएका। उनका प्रतिस्पर्धी तथा विपक्षी गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठले 2621 मत प्राप्त गरेका। महासचिवमा मिर्सको प्यानलका उम्मेद्वार वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला विजयी भएका। बारको 27औं कार्य समितिको लागि विगत सम्मत 2081 चैत्र 23 गते निर्वाचन सम्पन्न भएको थियो। त्यस्तै प्रश्न नम्बर 10 अन्तर्गत रहेको छ अन्तर्राष्ट्रिय टी20 क्रिकेटमा धेरै इनिङ्स शून्यमा आउट नहुने रेकर्ड आफ्नो नाममा लेखाउँदै कीर्तिमान कायम गर्न सफल नेपाली क्रिकेटर को हुन्? दिपेन्द्र सिंह एरी। उनले सन् 2025 अप्रिलमा हङकङमा सञ्चालित 4 देशीय टी20 आई सिरिजमा कुवेत विरुद्ध खेल्दै गर्दा सो कीर्तिमान कायम गर्न सफल भएका। अन्तर्राष्ट्रिय टी20 क्रिकेटमा धेरै इनिङ्स शून्यमा आउट नहुने वेस्ट इन्डिजका मार्लोन सामुएल्सको रेकर्ड एरीले तोडेका। एरीको नाममा टी20 आईमा 6 बलमा 6 छक्का प्रहार गर्ने रेकर्ड पनि रहेको छ। त्यस्तै उनको नाममा अर्को दुर्लभ विश्व कीर्तिमान पनि रहेको छ। उनले सन् 2023 मा चीनको हाङझाउमा भएको 19औं एसियन खेलकुद अन्तर्गत क्रिकेट विधामा मङ्गोलिया विरुद्ध 9 बलमा 50 रन बनाएका। टी20 आईमा धेरै इनिङ्स शून्यमा आउट नहुने क्रिकेटर क्रम दिएको छ। 1 मा हुनुहुन्छ दिपेन्द्र सिंह एरी, 2 मा रहेको छ मार्लोन सामुएल्स वेस्ट इन्डिजबाट, 3 मा दिनेश चन्दिमाल श्रीलङ्का, 4 मा डु प्लेसिस दक्षिण अफ्रिका र 5 मा छन् नजुमल हुसेन बङ्गलादेश। त्यस्तै प्रश्न नम्बर 11 अन्तर्गत रहेको छ नगरकोट क्षेत्रको संस्कृति, प्रकृति एवं इतिहासलाई प्रवर्धन गर्ने उद्देश्यका साथ नगरकोट भ्रमण वर्ष 2082 को सुरुवात कहिलेदेखि भएको हो? यसको उत्तर रहेको छ विक्रम सम्वत 2082 वैशाख 1 गते। नगरकोट भ्रमण वर्ष उद्घाटन विक्रम सम्वत 2082 वैशाख 1 कोबाट राष्ट्रपति रामचन्द्रबाट उद्घाटन भएको। आन्तरिक 10 लाख र बाह्य 1 लाख पर्यटक भित्राउने लक्ष्य रहेको छ। त्यस्तै प्रश्न नम्बर 12 अन्तर्गत रहेको छ जुड शीतल पर्व कहिले मनाइन्छ? वैशाख 2 गते। तराई मधेसका जिल्ला तथा मिथिलाञ्चल क्षेत्रमा वैशाख 2 गते मनाइने यस पर्वमा मिथिलावासीले एक अर्कालाई हिलो र पानी छ्याप्ने लगाउने गर्दछन्। यसअघि परिवारका श्रेष्ठजनबाट बिहानै टाउकोमा पानी थापेर आशीर्वाद लिने चलन छ। शरीरमा हिलो र पानी छ्याप्नाले स्वास्थ्य लाभ हुने र छाला सम्बन्धी रोग नलाग्ने विश्वास रहेको छ। शीतलताको प्रतीकका रूपमा यो पर्व मनाउने गरिन्छ। त्यस्तै प्रश्न नम्बर 13 अन्तर्गत रहेको छ राष्ट्र परराष्ट्र नामक कृतिका सर्जक को हुन्? यसको उत्तर रहेको छ डाक्टर भेषबहादुर थापा। त्यस्तै प्रश्न नम्बर 14 अन्तर्गत रहेको छ जोगियाना नामक कृतिका लेखक कुमार नगरकोटी हुन् भने कर्मणा नामक कृतिका लेखक को हुन्? झमक कुमारी घिमिरे। प्रश्न नम्बर 15 अन्तर्गत रहेको छ हालै लागु औषध मुक्त घोषणा गरेको स्थानीय तह कुन हो? यसको उत्तर रहेको छ नामखा गाउँपालिका हुम्ला। देशकै ठुलो गाउँपालिका लागु औषध मुक्त स्थानीय तह घोषित भएको। लागु औषध प्रयोग गर्नेहरू फेला नपरेको
र आगामी दिनमा यसको प्रयोग गर्ने वातावरण नबनोस् भन्ने उद्देश्यका साथ 2081 चैत्र 27 का दिन लागु औषध मुक्त पालिका घोषणा गरिएको। त्यस्तै प्रश्न नम्बर 16 अन्तर्गत रहेको छ बिमस्टेकमा सदस्य नभएका सार्क राष्ट्र कुन कुन हुन्? यसको उत्तर रहेको छ अफगानिस्तान, पाकिस्तान र मालदिभ। सार्क सदस्य नभएका बिमस्टेक राष्ट्र थाइल्यान्ड र म्यानमार हुन्। त्यस्तै प्रश्न नम्बर 17 अन्तर्गत रहेको छ संयुक्त राष्ट्र सङ्घद्वारा अन्तर्राष्ट्रिय पारिस्थितिकीय प्रणालीको पुनर्स्थापना दशकका रूपमा घोषणा गरिएको दशक कुन हो? सन् 2021 देखि 2030। त्यस्तै प्रश्न नम्बर 18 अन्तर्गत रहेको छ WWF को आदर्श वाक्य के हो? फर नेचर, फर पिपुल, फर इभर। त्यस्तै प्रश्न नम्बर 19 अन्तर्गत रहेको छ बाल साहित्यको महत्त्व उजागर तथा पठन संस्कृति प्रवर्धन गर्ने उद्देश्यसहित राजधानी काठमाडौँमा प्रथम अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन कहिले सम्पन्न भयो? यसको उत्तर रहेको छ विक्रमसम्म 2081 असोज 4 र 5 गते। सम्मेलनमा नेपालबाट 200 भन्दा बढी र बाहिरबाट 10 देशका 31 जना विदेशी सर्जकको सहभागिता रहेको नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल बाल साहित्य समाज र रुम टु रिडद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा बाल साहित्य सम्बन्धी पुस्तक प्रदर्शनी, कथा वाचन, बाल चित्रकला प्रदर्शनी तथा समूहगत छलफल गरिएको। त्यस्तै प्रश्न नम्बर 20 अन्तर्गत रहेको छ सरकारले एक दिवसका रूपमा मनाउन तय गरेको दिन कुन हो? यसको उत्तर रहेको छ वैशाख 7 गते। विक्रमसम्म 2081 आजीवन 2 को मन्त्री परिषद बैठकले सो निर्णय गरेको एकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2202 ले संरक्षित वन्यजन्तु संरक्षण ऐन 2029 ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको। एक आनुवंशिक स्रोत केन्द्रले 2080 वैशाख 7 गते आफ्नो 50औं स्थापना दिवस मनाउने सन्दर्भमा याक तथा चौरीको संरक्षण र सम्वर्धनका लागि वैशाख 7 लाई राष्ट्रिय याक दिवस घोषणा गरी मनाउने निर्णय गरिएको। त्यस्तै प्रश्न नम्बर 21 अन्तर्गत रहेको छ राष्ट्र बैंकका अनुसार कुन आधार वर्षलाई आधार मानी मूल्य सूचकाङ्क गणना गरिने भएको छ? आर्थिक वर्ष 2080-81। हालसम्म आधार वर्ष 2071-72 अनुसार मूल्य सूचकाङ्क गणना हुँदै आएको चालु अब 2081-82 को साउनदेखि नै नयाँ आधार वर्ष अनुसार उपभोक्ता मूल्य सूचकाङ्क गणना गरिने राष्ट्र बैंकले जनाएको। जुन 2081 असोज 9 मा राष्ट्र बैंकका अनुसार अब 525 वस्तु तथा सेवाका आधारमा मूल्य सूचकाङ्क गणना गरिनेछ। हालसम्म 496 वटा वस्तु तथा सेवाको आधारमा मूल्य सूचकाङ्क गणना गरिन्थ्यो। केही विलय भएका वस्तु तथा सेवालाई हटाएर थप भएका वस्तु तथा सेवा यसमा जोडिएको। अब 77 जिल्लाबाट मूल्य सूचकाङ्कको नमुना सङ्कलन गरिनेछ। हालसम्म 50 वटा जिल्लाबाट मात्रै मूल्य सूचकाङ्कको नमुना सङ्कलन गरिन्थ्यो। साथीहरू, आजलाई बुधबार विशेष वस्तुगत प्रश्न उत्तर भाग 8 पनि यही सकिएको छ। यदि हजुरहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ र च्यानललाई अझ पनि सब्स्क्राइब गर्नु भएको छैन भने कृपया च्यानललाई सब्स्क्राइब गरी साथ दिनुहोला। आजलाई यति नै। ज्ञान बाँडौँ, अघि बढौँ। धन्यवाद।